सबैजनालाई हरे कृष्ण। आजको यो भिडियो चाहिँ के छ भन्दाखेरि तपाईहरुले जुन रसुवागढी, रसुवा, धुन्चे, नुवाकोट लगायत जिल्लाहरुमा जुन बाढी पहिरोको विपत्ति छ त्यसमा तपाईहरुले सहयोग गर्दा, आर्थिक सहयोग गर्दाखेरि प्रधानमन्त्री राहत कोषमा नै गर्नुस्। जुन अरु कुनै पनि राहत कोषहरुमा नगर्नुस्, त्यो गर्दाखेरि चाहिँ राहत सही ठाउँमा उपयोग हुँदैन। त्यसकारणले प्रधानमन्त्री राहत कोषमा नै सहयोग गर्नुस् भन्न चाहन्छु। यो विषम परिस्थितिमा तपाई हामी सबैजना जसले जहाँ हुनुहुन्छ त्यहाँबाट चाहिँ सहयोग गर्नु होला र प्रधानमन्त्री राहत कोषमै सहयोग गर्नुस्। र मैले यहाँ प्रधानमन्त्री गुनासोमा पनि भनेको छु कि उहाँ सिधै भुक्तानी प्रदायकबाट प्रधानमन्त्री राहत कोषमा जाने व्यवस्था मिलाउनु हुन अनुरोध गरेको छु। र मैले यस भिडियोको लास्टमा प्रधानमन्त्री राहत कोषको डिटेल पनि राखिदिएको छु। त्यसमा हेरेर तपाईहरु सबैले सहयोग गर्नु होला। हरे कृष्ण। सबैको राम्रो होस्, सुख होस्। धन्यवाद।